मुस्कानले मलाई के गर्छ तिम्रो मुस्कान त्यो मुस्कानले तिमीलाई थाहा छैन हेर्दा तिमीले हेर्दा मलाई पाँच दलले हाम्रो क्याङ यति धेरै छ कमिलाको चोर कमिला कोही रातो कोही पहेँलो कोही औँसे कोही बार्लु कोही पहेँलो पलाकार कोही पहेँलो पलार हुन सक्छ भन्ने खालका देशलाई जोत्ने र पोत्नेको श्रमको सम्मान गर्नुको सट्टा धज्जी उडाउने काम गर्छ। अब यो चाहिँ सम्पूर्ण मारपाक सिलगढीवासी अजिरकोटवासी सिराञ्चोकवासी भलुङटारवासी र साक्षात गोरखनाथ प्रकट भएको नगरपालिका भनौँ गोरखकाली मन्दिर अवस्थित गोरखा नगरपालिका उत्तीर्ण नगरपालिका 300 वर्षको इतिहास त कसले सम्झन्छ र किनकि हामीले 10 वर्ष अगाडिको सामान्य मान्छे किनकि 10 वर्ष 2072 सालको आउँदा ठुलो उथल पुथल भयो ल पृथ्वी सक्यो कली सक्यो प्राकृतिक प्रकोपको एउटा समय। अब अहिले तपाईँ हामीले सोच्यौँ भने त्यो बिर्स्यौँ तीजना शहीद उहाँको आत्मा भनेको उहाँको अस्तु भनौँ या प्राण सास भनौँ जुन भाषामा जुन ल्याङ्ग्वेजमा यसलाई डिस्क्राइब गरिन्छ उहाँहरूको अस्तु अथवा प्राणवायु यदि वरिपरि हुन्छ चाहे गजे वीर गजे गरेका वीर गोर्खालीका रगत पहिचान चाहे पहिलो विश्व युद्धको कुरा गरौँ या चाहे दोस्रो विश्वयुद्धका गोर्खाली ती गोर्खाली हुन् जसले 300 वर्ष अगाडि नेपाल बनाए। ती गोर्खालीका रगत आउँदा हामी ती गोर्खालीका रगत अहिले जसले धर्मनिरपेक्षताको नाममा गणतन्त्र चलाइरहेछ। गणतन्त्रको अर्थ गणतन्त्र तन्त्र त सबै तन्त्र हुन्। गणको अर्थ के हो? नेपालको रक्षार्थ खटिएका एक गणपतिहरू छन्। नभए गणको अर्थ सायद कसैलाई थाहा छ जस्तो लाग्दैन मलाई। देशमा सम्मानित आमा प्रधानमन्त्रीज्यूले यो कुरा गणतन्त्रमा हुनुपर्ने गणवाहक मुसा यानि कि मुसा सबैको घरमा हुन्छन्। तपाईँहरूको घरमा सबैको घरमा मुसा हुन्छ। मुसालाई तपाईँले बोलाउनै पर्दैन। तपाईँको हरेक घरमा मुसा आए जस्तै म हरि पोखरेल तपाईँको मनमा मस्तिष्कमा यत्रतत्र पास बस्ने हरि जसको 2 वर्ष आजको ठिक 2 वर्ष अगाडि चितवनको रत्ननगर नगरपालिका अवस्थित एकता शिशु निकेतन स्कुलभित्र 13 वर्षीय नाबालिगलाई बलात्कार गरी हत्या गरियो। तत्पश्चात मैले चाहिँ आमरण एउटा अनसन भनौँ अथवा आमरणलाई शालीनता प्रकट गरेँ भनौँ। तत्पश्चात चाहिँ मैले शाकाहारी निर्णय गरेँ र शाकाहारी छु म। हामी मान्छे हुन पऱ्यो, पहिला त मानव हुन पऱ्यो। हामी मानव जाति हो। यहाँ कति जाति छन् मलाई थाहा छैन, तर हामी पहिला आमा जाति, बा जाति, छोरा जाति, छोरी जाति, दाई जाति, बहिनी जाति, सोल्टी जाति, सोल्टिनी जाति, ngalo जाति, ngल्स्यो जाति, फुपू जाति, भदा जाति, भदिनी जाति, यी जति पनि नाताहरू छन् ती
नाताहरू भनेका संस्कार यी संस्कार हामीले जोगाउन सक्यौँ भने सायद गोर्खाले फेरि एउटा मौका पाउनेछ। यो चुनावको पछाडि गोर्खाकै क्षेत्र नम्बर 1 का एकजना वीर गोर्खालीको हात छ, त्यो देखिन्छ बाहिर। तर पछिल्लो अवस्था हेर्दा उहाँ पनि तथाकथित मन्दिरको घण्टी समातेका पार्टीमा जसको धर्मको पक्ष क्लियर छैन, उहाँले घण्टी समाउनु कति पवित्र हो, उहाँहरूले कुन धर्मलाई फलो गर्नुहुन्छ, कुन मानवतालाई फलो गर्नुहुन्छ, कुन साइन्सलाई फलो गर्नुहुन्छ र घण्टी चलाउनु भयो, त्यो घण्टीको यथार्थ भावना बुझ्न पर्यो। त्यो मन्दिरमा या गुम्बामा या चर्चमा या मस्जिदमा कहाँ बजाउने हो, त्यो सही ढङ्गले सत्य भएर बजाउनु पर्यो। होइन भने यो देशको CIB लाई फ्रड सर्टिफिकेट दिन पर्यो, किनकि CIBले अपराधी भनेर घण्टी ग्याङका मालिकलाई समातिसके पछाडि अरू चेलाबेलाहरू कता कताबाट कसरी कसरी आएका हुन्, कति सहकारी ठगेर आएका हुन्, कति सहकारीमा धम्की दिएर मुद्रा अपचलन गरिएका छन्। यी र यस्ता कुराहरूमा गफ गर्ने, बहस गर्ने हाम्रा 13 जना उम्मेदवार गोर्खा क्षेत्र नम्बर 2 मध्ये कोही हुनुहुन्छ भने कृपा गरेर म तयार छु। र तपाईहरू कुनै पार्टीको हुनुहुन्छ भने तपाईको पार्टीका मुख्य नायके, मूल नायके, उहाँ नायकेहरूलाई एउटा सुनौलो मौका दिनुस्। यो कलीको अन्त्य गरेर सत्य युगको सुरुवात गर्न निर्मला पन्त, शालिन पोखरेल जस्ता नाबालिगहरूको बलात्कार अनि हत्या हुनबाट बाँकी रहेका छोरी आमाहरूलाई बचाउन, आमातन्त्रको स्थापित गर्न तारा, आकाश, देवी, कोटी, माई लगायत आनी, अजिमा कति आमाहरू हुन्छ, दामिनी, कामिनी, जति पनि आमाहरू हुन्छ, आमाहरू एक भएर मान्छेको तन्त्रमा चलाइएको गणतन्त्र गणपति महाराज स्वयं श्री गणेश भएको यस वर्ष यानि कि 2 दशक काटिसक्दा पनि गणवाहक मुसालाई नसम्झिने हामी जनता र हामी साक्षात मानव जाति भएर पनि मुसाको अवतार धारण गर्नु परेको पारिवारिक अवस्था सबैलाई मनाउनु गरेर यहाँ गोर्खा 2 वासीले यसपालि हामी जनतालाई मुसा नमनाउनुहोस्, हामी मुसा होइनौँ, हामी वीर गोर्खाली सन्तति हौँ, गजे घलेका सन्तति हौँ, भानुभक्त गुरुङका सन्तति हौँ, गोरखनाथ प्रकट भएको जिल्ला हो भन्ने कुरालाई मनन गऱ्यो भने सायद यो देशको नाम बुद्ध गोर्खा सायद काहीँ न काहीँ मिल्न सक्छ। वीर गोर्खालीका रगतहरूले यो चिज मनन गर्नुभयो भने मात्रै सम्भव छ। जय गोरख, जय काली, जय गोरख काली।